कथा सुरु गर्नुभन्दा अगाडि एउटा सानो अनुरोध छ। नेपाली पर्वतारोहणलाई विश्वभर चिनाउने महान व्यक्तित्व निम्स दाइको चिर शान्तिको कामना गर्दै एकैछिन मौन बस्दिउँ न है। उहाँको हालै भएको दुःखद घटनाबारे अहिले धेरैलाई थाहा नै होला। तर आज हामी उहाँको निधनको मात्र होइन, उहाँले बाँच्नुभएको असाधारण जीवनको कथा सुन्नेछौँ। आखिर को हुनुहुन्थ्यो निम्स दाइ? कसरी एउटा साधारण नेपाली युवक संसारकै चर्चित पर्वत आरोहण बन्नुभयो? आउनुहोस् सुरु गरौँ उहाँको वास्तविक जीवन यात्रा। निर्मल पूर्जा, जसलाई हामी निम्स दाइ भन्न चिन्छौँ, नेपालका मात्र होइन विश्वकै चर्चित पर्वत आरोहण मध्ये एक हुनुहुन्थ्यो। सन् 1983 जुलाई 25 म्याग्दी जिल्लाको दाना गाउँमा जन्मिनु भएको निम्स दाइको बाल्यकालपछि परिवार चितवन सरेको थियो। उहाँले चितवनको रामनगर नजिक रहेको इस्माइल हेभन स्कुलमा कक्षा 3 देखि 10 सम्म अध्ययन गर्नुभयो। विद्यालयमा उहाँ अनुशासित, साहसी र चुनौतीसँग कहिल्यै नडराउने विद्यार्थीका रूपमा चिनिनुहुन्थ्यो। उहाँका खेल शिक्षकदेखि होस्टेल प्रमुखसम्म सबैले एउटा कुरा सम्झन्छन्, सानैदेखि उहाँमा केही ठुलो गर्ने आत्मविश्वास देखिन्थ्यो। एसएलसी पुरा गरेपछि उहाँले आफ्नो बुवा र दाजुहरूको बाटो पछ्याउँदै ब्रिटिस गोर्खा सेनामा प्रवेश गर्नुभयो। त्यहाँ करिब 6 वर्ष सेवा गरेपछि उहाँ ब्रिटेनको रोयल नेभी अन्तर्गतको अत्यन्तै कठिन र प्रतिष्ठित स्पेसल फोर्स सर्भिस एसपीएसमा छनौट हुने पहिलो नेपाली बन्नुभयो। करिब 16 वर्षको सैनिक जीवनले उहाँलाई कठोर अनुशासन, शारीरिक क्षमता र कहिले हार नमान्ने मानसिकता दियो। त्यस समयमा कसैले पनि कल्पना गरेको थिएन कि यही सैनिक एक दिन संसारको सबैभन्दा ठुलो चर्चित पर्वतारोही बन्नेछन्। सन् 1912 मा उहाँ सामान्य ट्रेकिङका लागि एभरेस्ट बेस क्याम्पमा पुग्नु भएको थियो। त्यही यात्राले उहाँभित्र हिमालप्रतिको गहिरो मोह जाग्यो। त्यसपछि उहाँले पर्वतारोहणलाई जीवनकै लक्ष्य बनाउनु भयो। समय बित्दै गयो, उहाँले एकपछि अर्को कठिन हिमाल चढ्दै अनुभव बटुल्नुभयो। त्यसपछि सन् 2019 मा उहाँले एउटा यस्तो घोषणा गर्नुभयो जसलाई धेरैले असम्भव बने। त्यो थियो लक्ष्य संसारको 8000 मिटरभन्दा अग्ला सबै 14 हिमाल 7 महिनाभित्र आरोहण गर्ने। त्यो सुन्दा धेरैले मजाक उडाए। अझ धेरैले त यो कसरी सम्भव छ, यो सम्भव नै छैन भने। तर निम्स दाइले आफ्नो जागिर छोड्नुभयो, बेलायतको घर बेच्नुभयो, सैनिक पेन्सन समेत त्याग्नुभयो, किनकि उहाँलाई आफ्नो क्षमतामाथि पूर्ण विश्वास थियो। त्यसपछि सुरु भयो प्रोजेक्ट पोसिबल। अन्नपूर्ण, धवलागिरी, कञ्चनजङ्घा, सगरमाथा, लोत्से, मकालुदेखि पाकिस्तानका न्याङ्गा पर्वत, ग्यासर ब्रुम 1, ग्यासर ब्रुम 2, ब्रड पिक र K2 सम्मका उहाँ र उहाँको टोली निरन्तर अगाडि बढिरहनुभयो। अन्ततः 2019 अक्टोबर 29 मा सिसापाङमा हिमालको सफल आरोहणसँगै निम्स दाइले संसारको सबै 14वटा 8000 मिटरभन्दा अग्ला हिमाल केवल 6 महिना 6 दिनमा आरोहण गरेर विश्व इतिहास नै बदलिदिनु भयो। त्यसअघि रहेको कीर्तिमानभन्दा 7 वर्षभन्दा बढी समय कम गरेर उहाँले नयाँ इतिहास रच्नुभयो। तर निम्स दाइलाई महान बनाउने कुरा केवल यो कीर्तिमान मात्र थिएन। हिमालमा उहाँले धेरै पटक आफ्नै लक्ष्य रोक्दै समस्यामा परेका पर्वतारोहीहरूको उद्धार गर्नुभयो। कतिपय अवस्थामा आफ्नै अक्सिजनहरूलाई दिनुभयो। उहाँका लागि मानव जीवन कुनै पनि कीर्तिमान भन्दा ठुलो थियो।
पछि उहाँको यही यात्रा नेटफ्लिक्सको 14 पिक्स नथिङ इज इम्पोसिबल डकुमेन्ट्री मार्फत 191 देशका दर्शकसम्म पुग्यो। संसारले पहिलो पटक नेपाली पर्वतारोहीहरूको क्षमता नयाँ रूपमा देख्यो। निम्स दाइले सधैँ एउटा सन्देश दिनुहुन्थ्यो, नथिङ इज इम्पोसिबल। सन् 2021 मा उहाँ सबै नेपाली टोलीसँग मिलेर जाडोयाममा पहिलो पटक K2 सफल आरोहण गर्ने ऐतिहासिक अभियानको पनि हिस्सा बन्नुभयो र त्यस उपलब्धिले फेरि एकपटक नेपाललाई विश्व पर्वत आरोहणको केन्द्रमा उभ्यायो। तर सन् 2026 जुलाई 30 मा सबै कुरा बदलियो। निम्स दाइ पाकिस्तानको ब्रोड पिक आरोहण अभियानमा हुनुहुन्थ्यो। अभियानका क्रममा आएको भीषण हिम पहिरोले उहाँको टोलीलाई चपेटामा पार्यो। त्यसपछि टोलीसँग सम्पर्क पूर्ण रूपमा टुट्यो। केही समयसम्म ट्र्याकिङ डाटाले उहाँको स्थान सरेको देखाए पनि त्यसपछि सबै सङ्केत भने बन्द भयो। केही दिनसम्म खोजी जारी रह्यो। अन्ततः इलाइट एक्सपेडिसनले अत्यन्त दुःखका साथ निम्स दाइको निधन भएको पुष्टि गर्यो। उहाँसँगै अभियानमा रहेका अन्य केही सदस्यहरू पनि जीवित फर्किन सकेनन्। उहाँको निधनको खबर फैलने बित्तिकै चितवनको रामनगर स्थित घरमा शोक छायो। दाजु जित बहादुर पूर्जाले भएको सम्झनामा भावुक हुँदै भन्नुभयो, पहिले हिमाल चढ्न जाँदा घरमा धूप बाल्न भन्नुहुन्थ्यो, तर पाकिस्तान जाँदा यसबाट केही पनि भन्नु भएन। छिमेकीहरूले उहाँको तस्बिरमा माल्य अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। आज निम्स दाइ शारीरिक रूपमा हामी बीच हुनुहुन्न, तर उहाँले संसारलाई दिएको एउटा सन्देश पनि सधैँ जीवित रहनेछ। नथिङ इज इम्पोसिबल। उहाँ मरेर गए पनि सधैँ हामी नेपालीमा जीवित रहनुहुनेछ।